हेलो सेवान्नी, होप तपाईहरु ठिकै हुनुहुन्छ होला। आज फेरि पनि छोटो ब्लगको साथमा हजुरहरुसँग जोडिरहेको छु र आज भने चाहिँ हामी चाहिँ प्रोग्राममा जाँदैछौँ, स्कुलको प्रोग्राममा। सो भाउजूहरुको साथमा भाउजूहरुले चाहिँ छोटो भिडियो बनाइदिनु भनेर चाहिँ यो चाहिँ छोटो क्लिप मैले हालेको छु र यहाँ चाहिँ हाम्रो चाहिँ सिटिङ सिट रहेछ प्यारेन्ट्सहरुको लागि। सो अन्त मैले चाहिँ भिडियो बनाउँदैछु। त्यसैमा चाहिँ यहाँ चाहिँ छिमेकी गर्ल तपाईहरुले चिन्नु भएकै स्मृति बहिनी हुनुहुँदो रहेछ है। उहाँ चाहिँ एकदमै ब्युटिफुल अनि फ्र्याङ्कली पनि हुनुहुँदो रहेछ, एकदमै राम्रो हुनुहुँदो रहेछ। यो चाहिँ हाम्रो स्कुल हो र हामीले चाहिँ डिसाइड गर्यौं कि भित्र नानीहरुको ड्रेस चेन्ज गर्ने रुममा जाउँ भनेर। अन्त हेरेको त नानीहरु त एकदमै परी जस्तो भएर राम्री भएर लगाइरहेको रहेछ, ड्रेस चेन्ज गरिरहेको रहेछ र साथमै प्यारेन्ट्स मिसहरुले पनि हेल्प गर्नु हुँदै रहेछ नानीहरुको। सो अन्त हेर्नु होला। कोही सानिध्यहरू फोटो भिडियो गर्दै गर्छ। सबै झुक्किने रहेछ नि त नानीहरु त चिनि। यहाँ फोटो खिच्दिनु भनिरहेछ रिदम हेर कति हाल्छ अहिले। खोइ उयो नित्यश्री, खोइ उयो सानिध्या, खोइ ला सानिध्या हेलो भन्देऊ। र मैले चाहिँ सोचेँ एक दुईवटा नानीहरूसँग पनि फोटो खिच्छु भनेर। अन्त नानीहरू चाहिँ एउटै ड्रेसमा चाहिँ परी जस्तो देखिरहेको थियो नि त, हेर्नु होला मेरो फोटो चाहिँ। र यहाँ चाहिँ नानीहरू बसिरहेको रहेछ र यो नानीहरूले लगाएको चाहिँ यो ग्रिनवेल एकाडेमी स्कुलको चाहिँ ड्रेस हो। एकदमै दामी छ, देख्न सक्नुहुन्छ। ग्राउन्ड पनि एकदमै ठुलो छ र स्कुल पनि ठुलो छ। यहाँ चाहिँ हर फेसिलिटी पनि तपाईहरुले पाउन सक्नुहुन्छ। यता दिदी पनि हेलो भनिरहनु भएको छ, एकदम ब्युटिफुल भएर आउनु भएको छ। सबैजना प्यारेन्ट्सहरू चाहिँ एक्साइटेड भएर अनि फोटोहरू पनि खिचिरहेको छौँ। बाई बाई, थ्याङ्क यू फर वाचिङ।